नमस्ते, मेरो नाम सेवक केसी। म चाहिँ फर्पिङ दक्षिण कालीबाट। मेरो मम्मी चाहिँ वर्ष 64 को सुमित्रा केसी आफ्नो काम गरिरहनु भएको थियो। बोल्दै हुनुहुन्थ्यो, अचानक उहाँ चाहिँ बोल्न छोड्नुभयो। छोड्ने बित्तिकै हामीले उहाँलाई धेरैचोटि बोलायौँ, बोल्नु भएन। अनि उठाउँदाखेरि उहाँको हात खुट्टाहरू चाहिँ पुरै प्यारालाइज जस्तै भइसकेको थियो, कुनै रेस्पोन्सहरू थिएन। अनि हामीले चाहिँ तुरुन्तै इमर्जेन्सीमा ल्यायौँ। इमर्जेन्सीमा ल्याउने बित्तिकै डाक्टर सौरभ लामिछानेले चाहिँ हामीलाई रोगको प्रकृतिको बारेमा सबै भन्नुभयो। भन्ने बित्तिकै उहाँले चाहिँ दिमागको नसामा रगत जमेको र रगतको क्लट्स झिक्नुपर्ने थ्रोम्बेक्टोमी भन्ने प्रक्रियाबाट झिक्नुपर्छ भन्नुभयो र तुरुन्तै उपचार गर्नुपर्छ भन्नुभयो। हामीले तुरुन्तै उपचार उहाँले सुरु गर्नुभयो। अनि जुन आमाले बोल्नु भएको थिएन, अपरेसन गर्ने बित्तिकै चाहिँ फेरि हात खुट्टाहरू सुचारू रूपले चल्ने, बोल्ने 2 घन्टापछि चाहिँ उहाँको स्थितिमा धेरै राम्रो सुधार भयो। आमा चाहिँ हामीले लगभग धेरै क्रिटिकल कन्डिसनमा बाँच्नै हुन्न कि भन्ने हिसाबले ल्याएको थियौँ। मलाई सबै राम्रो छ, बोल्न पनि सजिलो छ। तर तुरुन्तै उपचार पश्चात यहाँको जुन मेडिकल टिमले जुन हामीलाई सहयोग गर्यो, यथाशक्ति छिटो उहाँको उपचार भयो। त्यसको कारणले चाहिँ उहाँले नयाँ जीवन पाउनुभएको जस्तो लागिरहेछ मलाई। यो न्युरो हस्पिटलको सबै टिमले चाहिँ एकदम सहयोग गर्नुभएर आज हामीले सफलतापूर्वक उहाँलाई घर लान सकेका छौँ। सम्पूर्ण यहाँको मेडिकल टिम सबै चाहिँ एकदम राम्रोसँग जुन आमाको उपचार गर्नुभयो होइन, त्यसको लागि चाहिँ म सबैलाई यहाँको टिमलाई धन्यवाद दिन चाहन्छु। मेरो नाम सुमित्रा केसी। अनि म त एकदम साह्रै खुसी भएको छु। मलाई बोली आएको थिएन, अहिले कस्तो राम्रो भइरहेछ। यो चलेको थिएन, यो त चलेको थियो, यो चलेको थिएन, अहिले कस्तो राम्रो भइरहेछ। मलाई डाक्टर साहबहरूलाई, सबै होल फ्यामिलीलाई नमस्कार।